सन्देशको सबैलाई नमस्कार, युनिकाको सबैलाई नमस्कार, लक्ष्मीको सबैलाई नमस्कार, मेरो मुख्य छोरोको सबैलाई नमस्कार। छोरो र विशेष गरी चाहिँ आज हाम्रो एउटा रमाइलो ग्यादरिङ भइरहेछ। भर्खर म पनि आएको, त्यहाँमाथि मेरो साली पनि, मेरो बुढी, मेरो छोरो, सबैजना हामी भर्खर आइपुगेर आज भेट हुन लेखेर चाहिँ आज विशेष गरी 2082 साल वैशाख 1 गते है सबैलाई नयाँ वर्षको एकदमै उत्तर प्रगतिको, दक्षिण प्रगतिको, पश्चिम र पूर्व प्रगतिको शुभकामना दिनै हाम्रो परिवारमा जति भेट भएका छौँ यो खुसियाली, यो एउटा मेमोरी अफ द डे भनिन्छ नि, मेमोरीका भिडियोहरू चाहिँ मैले यहाँ हजुरहरूमा पस्किने छु। र विशेष गरी सम्पूर्ण देशवासी, दाजुभाइ दिदीबहिनी, काका काकी, मामा माइजू, साला साली हैन, गर्लफ्रेन्ड बोयफ्रेन्ड यत्र तत्र सर्वत्रलाई शुभकामना दिँदै विशेष गरी मेरो छोरासँग पहिलो वर्ष यो नयाँ वर्षको शुभ के अरे यो मनाउन पाइरहेको छु। यो अवसरमा चाहिँ ए छोरो ह्यापी नयाँ वर्ष, ह्यापी नयाँ वर्ष, ह्यापी न्यू इयर सानो, सानी ह्यापी न्यू इयर सानो बेटु, ए छोरो बेटे सानी हजुर सानीले के ल्याइदिया रहेछ नि त छोरालाई, बाबु के किन्दिया हो। ल सालीलाई पनि ह्यापी न्यू इयर। हामी भर्खरै भेट भएको है, यो फेरि यहाँ भिडियोमा चाहिँ कसरी यिनीहरूले भिडियो भर्खरै भेट भएको छ। चक्लेट के ल्याइदिएको छ है छोरालाई कि मलाई, छोराले खाँदैन अहिले, दिदीलाई छ। ल मेरो बुढीलाई पनि ह्यापी न्यू इयर, ह्यापी न्यू इयर दिदी, आई लभ यु। हजुरलाई पनि ह्यापी न्यू इयर अनि यो भिडियो हेरेर बस्नुहुने सम्पूर्णमा नयाँ वर्षको शुभकामना। नयाँ वर्ष अक्षराज ह्यापी न्यू इयर निने आयो भने अब एकै मिनट अनि र सम्पूर्ण देश विदेश परदेश जहाँ बसिरहनु भएका सम्पूर्ण नेपाली जनहरूमा चाहिँ नयाँ वर्षको शुभकामना। यसै भिडियो मार्फत धेरै कुराहरू भन्न मन थियो, तर यहाँनिर हेरौँ यहाँ कि मेरो छोरा छटपटिन थाल्यो। र विशेष गरी चाहिँ हाम्रो देशको स्थिति यो 82 सालबाट कायापलट होस्, देशका जनताहरूले स्वास्थ्य, शिक्षा र रोजगारको ग्यारेन्टी होस्, सबैजना यो देशमै बसेर पौरख गर्ने वातावरण मिलोस्, विदेशी भूमिमा रगत र पसिना बगाउने दिनको अन्त्य होस्, हाम्रा देशका महान नेताहरू युगान्तकारी परिवर्तन ल्याउँछु भन्नेहरूलाई पनि विशेष गरी नागढुङ्गाको बाटो मात्र राम्रो बनाउन सक्यो भने पनि देशको नेता त्यही राम्रो नेता हुन्छ। 20 वर्षदेखि 40 वर्षदेखि त्यो खोतलेको अहिले पनि खोतल्ला छ। नागढुङ्गाको बाटो बनाउन नसक्ने नेताबाट यो देश बन्छ भन्ने आश गर्ने, कति गर्ने कि नगर्ने भन्ने छ। वास्तवमा चाहिँ जहिले पनि कोतरा यस्ता देशका ठाउँमा धेरै ठाउँमा बाटो मात्र एउटा गतिलो भइदियो भने पनि कस्तो हुन्थ्यो होला। स्वास्थ्य मात्र कति एउटा जनताहरूले चाहिँ सरकारी हस्पिटलमा राम्रोसँग जचाउन सक्ने वातावरण, कुनै पावर र कुनै टावर नलाइकन चाहिँ बन्ने परिस्थिति भइदियो भने कति राम्रो हुन्थ्यो होला। र पढाउनको लागि आफ्नो छोरछोरी सन्तानलाई पढाउनको लागि घर जग्गा बेचेर धितोमा राखेर पढ्ने दिनको अन्त्य होस् है। र आफ्नो छोरछोरीलाई चाहिँ सरकारी प्राइभेटमा पढाउने र आफू सरकारी स्कुलमा पढाउने शिक्षक शिक्षिकाहरूलाई पनि मेरो एउटा अनुरोध छ। तपाईँको बच्चालाई चाहिँ राम्रो पढाउन असुरक्षित छन्, स्वास्थ्यको के अरे शिक्षाको राम्रो छैन भनेर चाहिँ अन्त पढाउने, अनि आफू चाहिँ सरकारी स्कुलमा पढाउने, सरकारी उसमा काम गर्ने हो भने त्यसले गर्दाखेरि थाहा हुन्छ व्यवस्था कहाँनिर चुकेको छ। त्यस कारणले गर्दा स्वास्थ्य, शिक्षा र रोजगारको ग्यारेन्टी यही देशमा बनोस्, हाम्रो देशका नेताहरूको सद्बुद्धि लागोस्। मलाई के भन्छ क्या हो तिम्रो नाम बहिनी, पारी चाहे पाम हिमाल जस्तै ए छोरो सानीसँग खेलिरहेछ। ओ माइ गॉड, अब मेरो कपालको रौँ यसै त झरेको छ हजुर, हेर्नु न। अब यो चाहिँ अब माघे गर नि यही नै छ। सबैकोलाई चाहिँ नयाँ वर्षको शुभकामना यसै मार्फत दिन चाहिरहेको छु सम्पूर्णवासीहरूलाई। मेरो बुढीले के भन्न खोजिरहेको छ नि, पालैपालो भन्नुपर्छ यहाँ मन्तव्य होइन भने सम्पूर्णमा 2082 सालको शुभकामना। अनि 82 सालको आज अब वैशाख 1 गते मात्रै होइन, सबै वर्षैभरि राम्रो होस्, सबैजनाको राम्ररी यो वर्ष बितोस्। ओके, अब अर्को वर्षको त अर्कै वर्ष हजुर पालो बोल्छ छोरा भन्यो। सानीले के भन्छ, सानीको धारणा मन्तव्य? सम्पूर्णमा फेरि पनि नमस्कार। 2082 सालको चाहिँ सबैलाई राम्रो होस्, सबैको उत्तर प्रगति होस्,
अनि सधैँ चाहिँ वैशाख 1 गते चाहिँ सबैजना खुसियालीसँग बितोस् भन्न चाहन्छु सबैको दिन। वाह वाह मिठो धारणा कति राम्रो लाग्यो सालीको बुढीको। र मेरो छोरोको धारणा के छ? छोरो ए छोरो के गयो हो ए भाइ के गयो हो हेरे छोरोले। छोराको तर्फबाट पनि एउटा छोरोले पहिलोचोटि चाहिँ हामीले छोरासँग बसेर यो पहिलो न्यु इयर मनाउनु पाएको छौँ। 82 सालको सुरुवातमा चाहिँ परिवारसँग जिनतिन भेट भएको छ। र आमा बुवा हजुरआमा मेरो परिवार जन्मदिने र कर्मदिने आमा बुवाहरूसँग पनि बस्न पाएको भए अझ रमाइलो हुन्थ्यो। त्यो यो वातावरण सधैँ नमिल्दो रहेछ होइन। परिस्थिति मनस्थिति भए पनि परिस्थितिले चाहिँ नदिरहेको हुन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ सम्पूर्ण आमा बुवाहरूको आशीर्वाद र जसले यो सामाजिक सञ्जालका मा अथवा अहिले यहाँ कमेन्ट गरेर पनि शुभकामना दिने हुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद। र तपाईँहरूलाई पनि 2082 सालको शुभकामना हामी टक्राउँदै हाम्रो छोटो मिठो र आज भेटघाटको एउटा मेमोरी अफ द डे होइन त कान्छी? यो हाम्रो मेमोरीको भिडियो। मेरो छोरो भोलि पर्सि अहिले कति 6 महिनामा रनिङ 6 कि 7 हाम्रो 6 पुरा भएर 7मा दौडिरहेको केटो छ। त्यही भएर भोलि पर्सि छोरोलाई चाहिँ तिमी यस्तो थियो छोरो भनेर देखाउनु पर्छ होइन। यो छोरोलाई यस्तो छ भनेर देखाउने हो। छोरोलाई यसो गएको थियो आज। छोरो अहिले उभिन नि सक्नु भइसकेको छ। यहाँ छोरोको यहाँ कलालाई पनि म देखाउँछु। छोरी यहाँ आउँदा उठ्यो भाइ। अब अहिले आफै अडिन सक्ने भइसकेको छ। आमामा हाउ झुसे यस गाइज यस हिँड्ने हो। ए छोरो समात्यो उसलाई के छ ध्यान यो दिएर खाइहाल्यो। के छ तिम्रो नाम के हो बहिनी? ए भाइ के हो तिम्रो नाम भनिदेऊ नि। र फाइनली हामी यसरी छोटो मिठो एउटा भेटघाट र हजुरहरूलाई शुभकामना दिनको लागि यसै भिडियो मार्फत हामी प्रस्तुत भएका थियौँ। र यसै गरी हामीले बोल्दै जाँदाखेरि केही कमी कमजोरी भए र कसैले बढी नाटक ढर्रा छ भने भन्नेहरूको लागि थ्याङ्क यू सेम टु यू नै भन्न चाहन्छु। किनभने अहिले चाहिँ हाम्रो यो खुसीका कुराहरू खुसीका पलहरूलाई चाहिँ बाँड्दाखेरि कोही त एकदम आलोचना पनि गर्छन् नि त। त्यो भनेको उहाँहरूको त्यो कमेन्ट गर्दाखेरि कोही एकदम नेगेटिभ कमेन्ट गर्छन् भने नि उहाँहरूको मानसिकताको नै जाँच गर्ने माध्यमै त्यही हो। फेरि किनभने के सोच्छन् के यसबाट के बुझ्ने भन्ने कुरा पनि हुन्छ। र परिवारसँग एक हुनुहोस्, परिवारसँग एक हुनु र परिवारसँग सुख दुःख बाँड्न सक्नुभयो भने जस्तो सुकै पहाड पनि तिलको गेडा जस्तो हुन्छ। सामान्य समस्यालाई ठुलो लिने वातावरण भइरहेको हुन्छ भने नि परिवारसँग खुसी भएर बाँच्न सकियो भने संसारका हरेक दुःख पनि सानो हुन्छ। त्यस कारणले गर्दा परिवारसँग एक भएर बस्नु होला, परिवारलाई मिलाउनु होला र परिवारसँग सधैँ ह्याप्पी भएर सासू ससुरा बुहारी होइन हुन्छ नि के भन्छ नन्द भाउजू बिचको जुन टकराप आइरहेको हुन्छ देउरानी जेठानी होइन देवर भाउजू अनि के हुन्छ नि यस्तो सबै सम्बन्धमा समस्या पर्छ भने नि तपाईँहरूको के कमजोरी छ त्यो चाहिँ चाँडैभन्दा चाँडै यही 82 सालबाट अन्त्य होस्, देशको मुहार फेरियोस्, सबैजना हाँसी खुसी भएर देशमा नेपाल देशको जय होस् भन्दै हामी भिडियोबाट चाहिँ इन्टायर टिम हाम्रा मेरो साली छोरो यहाँ छोरोको ध्यान कता छ।